नमस्ते, म हर्क सुनार, भैरवी गाउँपालिका वडा नम्बर 3 निवासी गोविन्द आचार्यज्यूसँग म आज थोरै दैलेख जिल्लाको इतिहास बोकेको कविता वाचन गराउन गइरहेको छु। बाँकी सुन्नुस् कविताबाट। पुरानो इतिहास मैले हल्का, अब बढी त खासै लेखेको छैन, 700 डेउडामा मैले लेखेको छु। अनि सुरुमा के लेखेँ भने दैलेख जिल्ला तीर्थस्थल पञ्चकोशी क्षेत्र सबजनता अँधरा गोठक कोखलोला नेत्र बाणगङ्गा पञ्चदेउल भैरवी भवानी जनताका मुक्ति दिने कोश स्वाभिमानी पादुकाका अंश तीर्थ जुवाला छापिया आम्दानीको बाटो हेर्ने पीर पुजारी थिए। स्थानको नमनै छैन डोल्दियो खोलाले देशै तहनस भयो राचेसी चोलाले धुलेश्वर चैतन्य पर्वत रमणीय ठाउँ छ दायाँ बायाँ चौखस जस्तो बडलम्जी गाउँ छ माथिको शैलन्य पर्वत तल छ त्रिपर्णी पञ्चकोशी नाउँमा त्यसो धर्म छ एक खण्डी धर्मकुण्ड बर्मकुण्ड प्राचीन कालका कति बाना फेरिन लाग्या समय सालका ललाटका जुवाला रामला नाभिस्थान श्रीस्थान देशै चण्डालको भयो बारमासे हानाहान हाडाचौड भित्र खोला बर्म कपाली छन् होइजाने पर्यटन क्षेत्र धर्मका जाली छन् बडलम्जीको काठ्याबडी यो दुर्लिङ्ग देश राजा नौसका पाल्ला पाण्डवको कुल्तीवेश बडलम्जी भित्रै पर्छ बालेश्वर दोर्नाचल सञ्जीवनी बुटी पाइने यो धर्मस्थल धर्मगति पटकानी पाँदै पाण्डवको सकुनी मामाका लाग्दा दशा कौरवको रूपसेपानी चाम्फाडाली यही दुर्लिङ्ग देश विराटको लडाइँ जिते कटपुल्तीका भेष गाण्डीव धनु अर्जुनले कौरवको नहाने गाईकन फिर्ता हरिलया विराटले जाने विराटको के थियो शक्ति कौरवसँग लड्ने अर्जुनकै धनुबाण हान्ने धर्मराज पाठ पढ्ने अन्तिममा विजय भयो पाँचै पाण्डवको घन्टैमा मासिनु पर्यो सौभाइ कौरवको धौमे ऋषिको आसन धामीको नाउँ रह्यो दुल्लु राज्य विराटको दपरिङमा भयो बाजे हुन् सच्चिदानन्द आचार्य कुलका पटकानी चाखा झाडा बड माल झुलका सापले बाँडे आवत बडाल राजा थिए उही बेला मुलुकी ऐन रोटी सिजा लिया नाम मेरो गोविन्द प्रसाद बडलम्जी गाउँ हो अहिलेसम्म जाँडाका कुला अमृत पाइने ठाउँ हो बडी मुङ्रा उत्तर गङ्गा गङ्गा जमुना छन् जाँड बग्दो छ अमृत कुण्ड सबधर्मी कुना छन् गङ्गा मालतीको कुण्ड मालिकाका लेख जेठ मङ्सिर साउन पूर्णे पूजिन्छ तीन छेक हाडाचोर रुद्रलिङ्ग धुली तिलक पाइने मठ मन्दिरमा पूजा छैन धर्म पक्का चाहिने सती पिपलका दायाँ इन्द्र ज्वाला छन् धर्मस्थल हेरौँ भने उराट हुन्छ मन नाभिस्थानका भित्र खोला ललाटका ज्वाला मिठो वचन कोही बोल्दैन जोपड्डा छन् पाला लकान्द्रका जौचरमा पाइन्छ तामा खानी सरकारले बुझेकै छैन जनताको नौसानी चामुण्डाका आशाबासा हाडाकोट बस्तीकोट बुढेली चौतारा भन्दा शीतला पिपलकोट पारिरहेको खिड्की जिउला अरिका बनाडा जनताका त दुर्दशासन विकास भयो टाढा सिमगाउँ तली चिने जिउलो पोरीको साई भयो मिलाउने न्यायाधीश छैन जनताको दाई भयो माझा बगर चुनी बगर छाला बग्दो सेती दुनियाँ खाद्य चाउन सेरा छैन खेती डौसुर तली लामा दला खारतली खोडखोला अझै चोपिएको छैन विकासको झोला पादुकासे डुबान क्षेत्र जुवाला छापिए गर्जेमाथि तिलुखाना फलामखानी थिए चामुण्डाई गाविस पर्छ आरपाटा सिरोल भूमि नजाचिने भएको कोहरदेला तौल विशाला बाहाकोटवारी चाल्नेका चौतारा भैरवी देवीका आसन बग्दा बासुधारा रामगाड खोलाको सिरेन डाङ्ग्रा गैरा गाउँ कुसा पानी घुम्ने खाली माझ ओग्डेनी नाउँ पानी पोखरा गाबु गौडा बेहुली भन थान त्यहाँबाट कालीकोट लाग्यो दैलेख जिल्ला सानो कोही छैन गरिबका लागि सङ्घर्ष अर्दिने मूलको पानी सुधार छैन खालको पानी पिने जात धर्म छडुवा भयो कोही छैन तौलने पाब्ले ठाडो कोही उड्ने नै संसारी मौलने वेद पढ्ने बाहुनका घर रक्सीका गोदाम छन् परम्परा सकिगयो धर्मका के काम छन् बामन छेत्री बिनाइ जाँड कोही उठैन ठाडो घरमा खाने नुनै छैन दोकान हुन राडो 85 काट्याइ पनि बोतलकै पछाडि मै बिल्लन लागेका छन् धर्मकन राडी कुकुडाको फारम बन्यो भैँसी बान्ने थाइयो खेतपाको बेचिङ खान्छौँ सेरा छैन दाइयो नेपाल भूमि केशुर्दलाई शराब छ सतीको जो जन्म्यो छोडुए तालको छैन सुमतिको घर घरै पाठ पढ्दा थिए कौमती र गीता बेली मुरी भर्ने मान्छे आज खान्छन् सीता अब देशमा जन्म नन् कि बिपी गिरिजा मदन देश कहाँ छ जनता कहाँ छ लथालिङ्ग सदन मेरो नाम गोविन्द आचार्य अब मनमा लेख्दा लेख्दा अट्केका हुन् अब अरू कापीमा छन् अब अहिलेको लागि यति हस्त धन्यवाद नमस्कार। बाँकी प्रस्तुति पनि हामी कर्मशः ल्याउँदै जानेछौँ। धन्यवाद सुनेर साथ दिनुभयो। तपाईँलाई विशेष धन्यवाद। हजुरलाई पनि धन्यवाद।